यहाँ चाहिँ हामी अब साकेला मन्दिर सबैजना भएर खोइ त भेनाहरू। हेलो नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामी साकेला चाटमा हिँडेको र भौली साकेला हामी चाहिँ भव्य रूपमा मनाउन गइरहेछौँ। आज चाहिँ हामी सबैले पुरानो कण्ठमा किराँत सेवा समाजको आयोजनामा निम्तो पाएर ताप्लुङ साकेला समूह चाहिँ आफ्नो प्रस्तुति लिएर आइरहेका छौँ। वरिपरि जति हुनुहुन्छ सबैजना आएर रमाइलो गरिदिनु हार्दिक अनुरोध गर्दछौँ। मम्मी कहाँ हिँड्नुभएको रे तपाईँ? ल अनि यता भेना हुनुहुन्छ, पुरा हेलमेट लाएर डन भएर बसिराख्नु भएको छ। आज राईको साकेला हिँड्नुभएको नि त भेना? हो, आधी राई हो तपाईँ? कसरी आधी राई? यता बलराम राई चामलिङ, अनि त्यहाँदेखि सामलिङ हुनुहुन्छ यहाँ बलराम चामलिङ। अनि तपाईँ चाहिँ पुरा राई हो? हजुर छोरी, यी छोरी कस्तो राम्री भयो हेर्नु त, यता हाई भनिदिनु। हाई, कहाँ हिँड्नुभएको छोरी? कसरी नाच्नुहुन्छ भन्नु त? ल साथीहरू, यहाँ ट्याक्सी नआएर कुर्दा 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 हैरान भएको छौँ हामी चाहिँ। अनि अब चाहिँ हामी साकेला जाँदैछौँ। साकेला चाहिँ अब हामी पुरा नाच्नेछौँ। छोरी पनि यहाँ तयार भएको छ, यता छोरी छ, छोरी आउँदैछ अरे। यहाँ पुरा राम्री भएर आज कति मख परे कि नि हो। अबि कस्तो हिँड्ने बेलामा लोखोर्केको अन्त के होला साथीहरू भनिदिनु त। लोखोर्के बाटो काटेर गएको नेउरी मुसाले त नराम्रो भन्छ होइन? नेउरी ल, यसलाई राम्रै मानौँ, पोजिटिभ लिनुपर्छ, पोजिटिभ लिउँ। अनि यहाँ छोरी, यहाँ दिदी। अब हामी चाहिँ घामले पुरै अब यहाँ चाहिँ एकदमै घाम फेरि लाग्न थालेको छ। पानी चाहिँ आज पर्दैन कि भन्ने हामीले लागिरहेछ। अरू चाहिँ हामी कतिजना अब जाने? यतिजना हो? ए हामी त खाली रहेछ। अब हामी यहाँ जाँदैछौँ। तपाईँ अगाडि बस्नुहुन्छ? अनि अरूजना सबैजना गइसक्नु भयो। हेर्नु न साथीहरू, ट्याक्सी नै आएन। कहाँ गयो उता गएर उठ्दै गरौँ। अब हामी चाहिँ उता गएर जाँदैछौँ बिस्तारै, त्यहाँ गएर आउनु छोरी हिँड्नु। आज सबजना राई ड्रेस लगाएर हामी चाहिँ साकेला जाँदैछौँ। हिँडेको हो, ढिला भइसकिसक्यो। अहिलेदेखि कुर्दा 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 एउटा ट्याक्सीले क्यान्सलै गरिदियो। आइसक्यो ट्याक्सी? कहाँ गयो त खोइ त त्यो ट्याक्सी पनि? यहाँ उमा लोकेसनमै हो म्याम भन्दै थियो, लोकेसनमै हो भनेको थिएँ मैले। अब लोकेसन भन्नाले कहाँ पो गएँ कि। अब यहाँ तल हेरौँ, बसिरहौँ। आइयो साकेला जाँदा जहिले यहाँ तल झर्नुपर्ने भएछ के। अस्ति पनि हामी यहाँ तल झरेर खोज्दा खोज्दा गरेको भएर त हामीलाई उसले खोजिरहेको छ, हामी उसलाई खोजिरहेको छौँ अस्ति पनि। खोइ त हाम्रो चाहिँ गाडी आइसकेको छ। अब हिँड्यौँ साथीहरू। अब साकेला नाच्दा जानलाई अब हामी चाहिँ साकेला। हजुर के भन्छ? के भन्ने? त्यसो बोल्नुहुन्न दिदीले। यता हेर्नु छोरी, 20 भन्नु। हजुर यता हेर्नु न, 20 भनेको भएर 20 यता हेर्नु त मरिन्छ भने। कस्तो राम्रो लाउनु भएको यहाँ। कसले किनिदिनु भयो छोरी? मलाई थाहा भएन कि मम्मु। कसले किनिदिनु भयो? मम्मीले। मम्मी अर्को ट्याक्सीमा बसेर गइहाल्नु भएको रहेछ। ठुलो मम्मीले किनिदिनु भयो हो? अनि चोला पनि कस्तो राम्रो। ए छ्यामा मात्रै होइन नि, दिदी पनि होइन, छ्यामा पनि होइन। हो सबै हो। अनि म अर्कै घर बस्छु। यो त हामीले भनेर हो र? के हुँदैन हामीसँग बस्नुहुन्न भन्दै थियो। झुकेर भनेको भन न, झुकेर भनेको भन न। यो त मेरो स्कुल
हामी हिँड्यौँ है साथीहरू साकेलाको लागि चाहिँ टक्कसँगले हामी जाँदैछौँ हामी अहिले चाहिँ अब यो चौकीको बाटो जानुपर्ने भयो र त्यही भएर हामी यताबाट लाग्यौँ बाटो साथीहरू अब हेर्दै गर्नु होला अनि सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब पनि गरिदिनु होला मेरो च्यानललाई लाइक गर्नु लाइक पनि गरिदिनु होला कमेन्ट पनि गरिदिनु होला र सेयर पनि गरिदिनु होला है त साथीहरू नयाँ हुनुहुन्छ भने सबैले सब्स्क्राइब गरिदिनुहोस् है हेलो हे भगवान यहाँ सुन किन्दै हुनुहुन्छ यहाँ सुन चाँदीको छैन अरे सुनको मात्रै छ अरे हामी ल बाई ल छोरीले ल हिँड्नु ल अब हामी चाहिँ फेरि लाग्यो यहाँ सपिङ गर्दै गर्दै ल हिँड्नु छिटो ढिला भइसक्यो हिँड्नु छिटो ढिला भइसक्यो अब ढुक्क भयो होइन त सुन पनि कति छिटो किन्नु भयो न साथीहरू कति लाखको 5 लाखको चाहिँ हामी लगभग आइपुगिसक्यो एलिनाहरू त्यहाँ आयो भाइ बाबुजी हामीलाई आइपुगेको छौँ किरात बस्ती मार्ग नमस्ते 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 मेरो मम्मी कता गयो खै दुईजना भइरहेको छ दाजु नमस्ते खाना नमस्ते ल मेरो मम्मीलाई यहाँ चाहिँ हेड अफ द फ्यामिली हेड अफ द गार्जेन यहाँ चाहिँ हाम्रो सबैको हेड है दाजु यहाँ केटा बान्दिदी हुनुहुन्छ यो मम्मीको लागि नातिले दिदी के म आउनु ढिलो नगर न ढिलो नगर म आउनु हो फेटा बाँध्न आउनु पर्ने यही बाँधिदिनुहुन्छ अरे भदाइले ल अलि मजाले बोक्नु त ल लु खै तिमीले फेटा बाँधेको छैन लु बाँधिदिनु लु यता भदैले उता भन्यो त्यही भएर यता आमामा हिरोनी भएछन् फेटा बाँधेर त डन नमस्ते दिदी त्यसो नमस्ते ल डनहरु चाहिँ पछाडी आएर के कुरा अगाडि आउनु अनि उता मम्मीलाई साया चम्काउँदै थियो नि त मम्मीलाई साया चम्काउँदै थियो नि त भदैहरुले भदै दाजुहरुले मलाई चाहिँ छुटे त
टनको अब यहाँ बाँधिदिने होला लु बाँध्न कस्तो राम्रो यहाँ पो देखिँदो रहेछ त भिडियो फोटो त घर पनि राम्रो हुनुपर्ने छ नि दिदी यहाँ चाहिँ है ह्याप्पी साकेला दिदी ह्याप्पी साकेला सबैजनालाई लभ यु टु मामु छोरी मामु बाहिर हुनुहुन्छ छोरी आयो नि खोइ एउटा फेटा चाहियो अरे अझै चन्द्र भतिजलाई भान्जालाई माथि काइलाको छोरा यो त 7 बजीबाट पो सुरु गर्नुपर्ने दिदीलाई तान्दैछु म त के हो भने जम्मा एकजनालाई दिनु म अलवेज हो र साथीहरुले म अलवेज राम्रो हो र के सोरा सिङ्गर हार्ने पनि होइन सन्तोष धन्यवाद राम्रो मानेर सन्तोष जान्दैनौ पिङ्गिने जिम्मा लिएर हजुर कोपिला पनि बन्नु पर्यो अनि भरे केटाहरू हेऱ्यो भने जिम्मा लिँदै जाने सन्तोषले अनि जिम्मा लिनुपर्छ तिमीले भन्नु त्यो त मलाई के जिम्मा लिन्छ कतिले हेर्ने हो ल त्यतै हेर नि हामी अब आउनु अनि हजुर हेलो आउनु आँटेको तपाईँ कहाँ हो घरमा आउन आँटेको तपाईँहरू चाहिँ कहाँ हुनुहुन्छ म त फेरि हेलो दिदी राम्री त्यही त ठिक छ यतै हुनेछ यतै हुनेछ आउनुहुन्न बोलाउनु पर्यो त यहाँ दुईजना चाहिँ पछाडि आउँदैछ नि यहाँ हामी अब साकेला शान्तिर सबैजना भएर भदाइहरूले चाहिँ फेरि छोरा र मम्मीलाई चाहिँ लाँदै हुनुहुन्छ हामी चाहिँ अब यो सबै आउँदै हुनुहुन्छ यो अरू यता पर जाँदै हुनुहुन्छ यहाँ पर पुगिसक्नुभयो उभौली साकेलाई हामी चाहिँ भव्य रूपमा मनाउन गइरहेछौँ आज चाहिँ हामी चक्करले पुरानो कण्ठमा किराँत सेवा समाजको आयोजनामा निम्तो पाएर आफ्नो साकेलवा समूह चाहिँ आफ्नो प्रस्तुति लिएर आइरहेका छौँ वरिपरि जति हुनुहुन्छ सबैजना आएर रमाइलो गरिदिनु हार्दिक अनुरोध गर्दछौँ सबैजनालाई हार्दिक
खोइ त भेनाहरू फेटा पुगेन र मैले यसलाई पनि एउटा फेटा लगाइदिएको हुन्छु कान्छी के हो कान्छी के नचिने त
अब सुरु भयो अब हामी चाहिँ साकेला थामेर जाँदैछौँ साथीहरू को आशा भनेको ए हो र टेकिदिए मम्मीलाई साथीहरू अब यहाँ चाहिँ साकेलाको खान्छ अब हामी जान लागिसक्यौँ